फेरि हिँडेको ल बिहान बिहान अहिले चाहिँ ए मन्दिर खाली सरी बाटो पनि खाली खाली छ खल्ली बल्ली जाँदैछौँ साथीहरू खल्ली बल्ली सो अहिले चाहिँ बाटोहरू खाली छ हामी चाहिँ कहाँ फेरि एकछिन उठेन नि मोबाइल हेरेर बस्छ एकछिन अनि कतिले बर्थडे उस गरेको उसमा गएन नि म म्यासेजमा किनभने हेरेर फेरि रिप्लाई दिएन भनेर अनि त्यो म्यासेजहरू नहेरेर अनि आफ्नै उयो गरेर 40मा त उठेर अनि नुहाएको म त कस्तो राम्रो देखिरह्यो लाई सूर्य माइकी जय होस् आइपुगेको छ हामी सामान बोक्नु भएको साथीले फाइनली हामी मन्दिर आइपुगेर दर्शन गरेर फर्किसकेको छ भित्र चाहिँ छिर्न दिँदैन उयो मन्दिरदेखि भित्र बाहिरै बसेर हामीले दर्शन गर्नुपर्ने हुन्छ सो हामीले यहाँ दर्शन गरेर अब फर्केको है साथीहरू अहिले हामी फाइनली सूर्यमाई मन्दिरको भित्र सुरुङ गुरुङ आवाज आउँदो रहेछ अनि हामीलाई चाहिँ यहाँ टिकट काटेर अनि भित्र आउनु पर्ने रहेछ आज चाहिँ हामीलाई छुट दिनुभएको छ अङ्कलले माया गरेर सो गाइस गुरुङ बजाउँछ यो साथीहरू यो सुरुङ मार्गमा त गुरुङ आवाज आउँदो रहेछ मलाई त डर लाग्यो सुरुङ मार्गमा त्यो छिरेर त्यो भिडियोतिर बुझाउँछ नि त त्यस्तै फिल भइरहेछ देखो न देखो अगाडिबाट झ्याप आइदिँदा अरे कि अनि त्यस्तो सोच्नु हुँदैन किनभने त्यो कस्तो गुरुङ आवाजै आउँदो रहेछ कि के आवाज आएको हो त्यो थाहा भएन ल आउनु फर्केको है साथीहरू पूजा गरेर र